धेरै पुरानो पनि छैन, केही छैन, पुरानो नयाँ त्यसको ओनरसिप त लिनु पऱ्यो नि। आफूले बोलेका अभिव्यक्तिहरूबाट भाग्ने त कुरा आउँदैन नि त्यसलाई त, र त्यसलाई कुतर्क गरेर पन्सिने कुरा पनि आउँदैन। सत्य जे हो त्यही कुरा गर्नुपर्ने छ। त्यस कारणले हामीले ल्याएको अध्यादेश, हामीले जुन जनमत हामीले प्राप्त गऱ्यौँ त्यो जनमतमा एउटा अपेक्षा छ। तपाईँ बताउनुहोस्, एउटा संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ, अदालतबाट चाहिँ एउटा पूर्ण पाठ पनि नआएको अवस्था छ। अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ। हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नुपर्ला, हामीले ती पदपूर्ति त हामीले गर्नुपर्ला। र पदपूर्ति गर्दाखेरि रासोपाले स्वाभाविक रूपमा के भनेको छ भने त्यो त एउटा मेरिटोक्रेसीलाई ध्यान दिएर हामीले नियुक्तिहरू गरेका छौँ। अहिले पनि तपाईँले सार्वजनिक सूचनाहरू देख्नुभएको छ होला, हामीले आह्वान गरेका छौँ योग्य क्षमतावान मानिसहरूलाई र फ्री कम्पिटिसनबाट त्यस्ता ठाउँहरू पदपूर्ति गर्न खोजेका छौँ। आफन्त त हाम्रा पनि थिए होला नि, ती योग्य पनि होलान्, शिक्षित पनि होलान्, तर हामीले योग्य नेपाली नागरिकका लागि ती पदहरू समर्पित गऱ्यौँ। अब पनि हामीले गर्ने त्यो संवैधानिक निकायहरूलाई खाली राख्न सक्दैनौँ र कानुनी रिक्ततालाई हामीले कहिलेसम्म कायम गरिरहने। त्यो रिक्तता पूर्ण गर्नको निमित्त संवैधानिक परिषद सम्बन्धी